विकास 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 भन्छन् विकासले विनाश निम्त्याउँछ तर यहाँ विकासले भ्रष्टाचार निम्त्याइरहेको छ। भ्रष्टाचारको अर्को नाम भइसकेको छ विकास। विकासको नाममा यहाँ भ्रष्टाचार मात्र हुने गरेको छ। यदि यही काम कुनै सहर बजारमा भएको भए त्यहाँको खोला उत्खनन गरेर त्यहाँको गिटी बालुवा प्रयोग गर्न पाइँदैन। त्यसकारण लाइसेन्स प्राप्त क्रसरवालाबाट रिक्वायरमेन्ट अनुसारको गिटीहरू लगेर बिछ्याइने गरिन्छ। तर यहाँ डाइरेक्ट खोला उत्खनन गर्न पाउने भएको कारण खोला उत्खनन गरेर विदाउट एनी क्याल्कुलेसन सिधा लगेर हालिन्छ, जसको प्रभाव जसको रिजल्ट के हुन्छ भन्ने कुराको कुनै पनि लेखाजोखा राखिन्न। त्यसकारण भ्रष्टाचारको अर्को नाम विकास भइसकेको छ। विकासले विनाश मात्र होइन भ्रष्टाचार निम्त्याइरहेको छ। विकास भन्ने बित्तिकै भ्रष्टाचार पहिला दिमागमा गुन्जिन थाल्छ। यदि यस्तै चलिरहने हो भने